हामीले सेवा कुनै गरेको कुनै ठाउँहरू यस्तो हुन्छ कि जुन ठाउँलाई सोच्यो भने पनि मनमा एकदम सुन्यो कि शान्त सुनेन, मिल्ने, मन खेप्सिमे आनन्दित खेप्सिमे। हुने हुन्छ कि। हेलो साथीहरू, खेप्सहरू सेवाहरू सन्चै हुनुहुन्छ होला नि। अनि तपाईँलाई चाहिँ आज मलाई एकदम मनपर्ने ठाउँ, अब म घुम्नु गएको ठाउँ मागेले तपाईँलाई म खेप्सिने गरा। देखाउन लागेको। यो चाहिँ सिरौटी डाँडा हो। यहाँनिर चाहिँ हाम्रो पूजनीय गुरु मागेले खेप्सिने गरा। फाल्गुन नन्द लिङ्गदेनजीको समाधि स्थल छ। अनि त्यहाँदेखि यो चाहिँ हामीले विशेष किराँतीहरूले चाहिँ विशेष गरी पूजाआजा गर्ने ठाउँ, सेवा गर्ने ठाउँ हो। यहाँ चाहिँ मैले पहिल्यैदेखि जानु चाहिरहेको थिएँ, तर कारणवश जानु पाइरहेको थिइनँ। तर आज झुठै मुख भए पनि जाने मौका जुट एकदम यो ठाउँ पुगेर त मलाई खुसी लागेको छ। कस्तो मनमा अर्कै खालको मनमा आनन्द, शान्त होला फिल आइरहेको थियो कि यो ठाउँ पुगेपछि चाहिँ। अनि अस्ति सेवामा कति धेरै मानिसहरू गाड्नुभएको थिएछ। अनि हावाले यस्तो राम्रो फर परेर आएको थियो, यो देखेर कस्तो मनै आनन्दित भयो। अनि यहाँको सबैभन्दा सायदै पुरानो हाम्रो माग्हिम पनि यही होला सायदै। अनि त्यहाँ पनि घुम्यौँ। अनि त्यहाँदेखि एकदम यो ठाउँ घुमेर चाहिँ मलाई एकदम खुसी लागेको थियो। अनि फर्किँदाखेरि यो हेरेको कि यो सबै अस्ति सेवामा माग्निसहरू उयो रोप्नु भएको थिएछ। अनि कस्तो मजाले फर पराएको कि यो देखेर त मलाई त्यहीँ बसिराख्नु मन लागेको कि आउनै मन नलागेको। कस्तो राम्रो सुन्नेको आवाजहरू पनि एकदम शान्त। अनि चराचुरुङ्गीहरू मात्रै कराउने है।